नमस्ते साथीहरू, आज म तपाईहरु समक्ष शाखा अधिकृतको ओल्ड क्वेशनहरु लिएर आएको छु। द्वितीय पत्रको ओल्ड क्वेशनहरु रहेको छ। समय हाम्रो 3 घण्टाको हुने गर्छ र के कस्ता क्वेशनहरु यो भन्दा पहिला सोधिएको छ एकदमै इम्पोर्टेन्ट रहेको छ। तपाईहरु यो भिडियो अन्त्यसम्म हेर्नु होला। कहीं कतै केही बुझ्नु भएन भने कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। स्क्रिनशट राखेर पनि क्वेशनहरु प्र्याक्टिस गर्न सक्नुहुन्छ। आगामी परीक्षाको लागि एकदमै महत्त्वपूर्ण हुनेछ। तलका प्रश्नहरूको उत्तर सेक्सन अनुसार छुट्टा-छुट्टै उत्तर पुस्तिकामा लेख्नुपर्छ। जस्तै सेक्सन ए को छुट्टा अर्कैमा, सेक्सन बी को अर्कैमा। सेक्सन ए मा हाम्रो 30 मार्कको हुन्छन्। सहकारितामूलक शासनको अवधारणाको व्याख्या गर्दै नेपालमा यस्तो शासन प्रभावकारी बनाउन आवश्यक पर्ने उपायहरू उल्लेख गर्नुहोस् भनेर रहेको छ। यसको तपाईहरु यसमा बेस्ट गर्नु छ भने तपाईहरु एउटा क्वेशन पनि प्रत्येक दिन प्र्याक्टिस गर्नु। एक्जाममा बेस्ट गर्नुहुन्छ टाइमर लगाएर प्र्याक्टिस गर्नु। किनभने टाइमर लगाएर प्र्याक्टिस गर्नुहुन्छ भने तपाईहरुको राइटिङ पनि फास्ट हुन्छ अनि एन्सर लेख्ने आइडिया पनि हुन्छ। डाइरेक्ट एक्जाममा गएर लेख्दाखेरि एकदमै धेरै रङ पनि हुने चान्स हुन्छ र साथीहरु थुप्रै साथीहरु धेरै कम्पिटिसनको वातावरण छ। कम्पिटिसनको इन्भाइरोमेन्टमा तयारी पनि एकदमै दह्रो हुनुपर्छ नाम निस्काउनलाई, 1 नम्बरमा आउनलाई। त्यही भएर प्र्याक्टिस चाहिँ अनिवार्य हुन्छन्। जति धेरै प्र्याक्टिस गर्यो त्यति अगाडि गयो। त्यही भएर प्र्याक्टिस मेक्स म्यान पर्फेक्ट भन्छ नि। त्यही भएर तपाईहरु प्र्याक्टिसमा एकदमै धेरै ध्यान दिनु, राइटिङमा ध्यान दिनु, राइटिङ प्याटर्नमा ध्यान दिनु, पेपर राइटिङ कसरी गर्ने त्यो सबै हेर्दै जानु। भिडियोहरू थुप्रै आउने छ युट्युब च्यानलमा। तपाईहरुको साथ सहयोग भयो भने यस्ता भिडियोहरू सेक्सन अफिसरसँग रिलेटेड, बीबीए सँगै रिलेटेड भिडियोहरू तपाईहरु धेरै मात्रामा हेर्न पाउनुहुन्छ। फर्स्ट डे रहेको छ, त्यही भएर ध्यानपूर्वक हेर्नु होला। नयाँ च्यानललाई सपोर्ट पनि गर्नु होला। नेपालको राष्ट्रिय सुरक्षा नीतिको प्रमुख विशेषतामाथि प्रकाश पार्नुहोस् भनेर 10 मार्कमा रहेको छ। नेपालको शासन प्रणालीका मुख्य विशेषतामाथि प्रकाश पार्दै शासन प्रणालीलाई थप सेवा प्रवाहमुखी बनाउने उपायहरू वर्णन गर्नुहोस् भनेर 10 मार्कमा सोधिएको छ। सेक्सन बी मा 20 मार्कको क्वेशन रहेको छ। नागरिकको मौलिक अधिकार र कर्तव्य भन्नाले के बुझ्नुहुन्छ? तपाई आफ्नो मौलिक भाषा प्रयोग गर्न सक्नुहुन्छ। नेपालको संविधानले नेपाली जनताले प्रत्याभूत गरेको मौलिक हकहरूको कार्यान्वयन अवस्थाको वर्णन गर्नुहोस्। अर्को क्वेशन चाहिँ नेपालको संविधानमा राज्यका 3 अङ्गहरू कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीच शक्ति सन्तुलन र नियन्त्रणको सम्बन्धमा के कस्तो व्यवस्था उल्लेख गरिएका छन् प्रष्ट रूपमा वर्णन गर्नुहोस्। सेक्सन सी मा भनिन्छ नेपालको निजामती सेवा क्षमतावान छन् तर यसले नतिजा प्रदान गर्न सक्दैन। यदि यसले नतिजा प्रदान गर्न सक्दैन भने यो कसरी क्षमतावान हुन सक्छ? निजामती सेवालाई अझ नतिजामुखी बनाउन वर्तमान कानुनमा के कस्तो सुधार गर्नु पर्ला सुझाव दिनुहोस् भनेर 30 मार्कमा सेक्सन सी मा पनि 30 मार्क रहेको छ। सार्वजनिक सेवामा राजनीतिक तटस्थता र प्रतिबद्धताको अवधारणा प्रष्ट पार्नुहोस्। नेपालको सार्वजनिक सेवा क्षेत्रको सन्दर्भमा राजनीतिक तटस्थताको निर्धारक तत्त्वहरू विद्यमान अवस्थाको मूल्याङ्कन गर्नुहोस्। यो 5+5 गरेर 10 मार्कमा सोधिएको छ। नेपालमा सार्वजनिक नीति कसरी तर्जुमा कसरी गरिन्छन्? नीति निर्माण प्रक्रियाबारे संक्षेप चर्चा गर्दै मुलुकको शासकीय प्रणाली लगायत विभिन्न क्षेत्र र विषयमा प्रचलित सार्वजनिक नीतिको प्रभावकारी कार्यान्वयन गर्ने तरिकाहरू उल्लेख गर्नुहोस्। सेक्सन डी मा 20 मार्कको क्वेशन रहेको छ। मध्यकालीन खर्च संरचनाको परिचय दिनुहोस्। यस सम्बन्धी विद्यमान व्यवस्था उल्लेख गर्दै यसको आवश्यकता र उपायता पुष्टि गर्नुहोस्। सामाजिक उत्तरदायित्व भन्नाले के बुझिन्छन्? सार्वजनिक वित्तीय व्यवस्थापनमा सामाजिक उत्तरदायित्वको महत्त्वबारे उपयुक्त उदाहरणसहित चर्चा गर्नुहोस् भनेर रहेको छ। अनि समाप्त रहेको छ। एउटा मोडल सेट कम्प्लिट भयो। यसरी नै तपाईहरु अर्को पनि रहेको छ। यो पनि 100 मार्क तृतीय पत्रको रहेको छ। समय 3 घण्टा। यसमा पनि सेक्सन ए बी सी डी गरेरै क्वेशन आएको छ। तपाईहरु म बिस्तारै
स्क्रोल गर्छु तपाईँहरू स्क्रिनसट राख्न सक्नुहुन्छ। तपाईँहरू भन्नुहुन्छ भने म अरू टपिकमा पनि भिडियो लिएर आउँछु। टपिकहरू तपाईँहरू कमेन्ट मार्फत भन्नुहोला कुन टपिक तपाईँलाई गाह्रो लाग्छ, म त्यही टपिकमा भिडियो लिएर आउँछु। तपाईँहरू यसको स्क्रिनसट चाहिँ राख्न चाहिँ नबिर्सिनु होला। तपाईँहरूले पिडिएफ चाहिन्छ भने हाम्रो टेलिग्राम च्यानलमा जोइन हुन सक्नुहुन्छ। त्यहाँबाट तपाईँहरू सेक्सन अफिसरको पिडिएफहरू पनि पाउन सक्नुहुन्छ। फुल फ्री रहेको छ। हामी आफ्नो क्लास एउटा पनि पैसा लिएर गराउँदिन, फुल फ्री क्लासहरू हुने गर्छ। त्यही भएर तपाईँहरू मात्रै साथ सपोर्ट गर्नु। आगामी दिनमा धेरै अफरहरू फ्रीमा हुनेछ। हाम्रो उद्देश्य भनेको सबै साथीहरूलाई, सबै पढ्ने साथीहरूलाई सहयोग गर्ने। हाम्रो उद्देश्य पैसा लिने रहेको छैन, सेवा प्रवाह गर्ने रहेको छ। त्यही भएर तपाईँहरूले पिडिएफहरू चाहिन्छ भने हाम्रो टेलिग्राम च्यानल जोइन गर्नुहोला। भिडियोको लागि युट्युब च्यानल सब्सक्राइब गर्नुहोला। नयाँ च्यानल रहेको छ साथीहरू, पहिलाको च्यानल चाहिँ हामीले हटाएर यो नयाँ स्टडी रिलेटेड च्यानल बनाएको छौँ। त्यही भएर सपोर्ट गर्नुहोला। तपाईँहरूको साथ सपोर्ट अर्को च्यानलमा पनि हामीहरू धेरै पाएका थियौँ, यो च्यानलमा पनि पाउने आशा गरेका छौँ। साथ सपोर्ट गरिदिनु होला। थ्याङ्क यू सो मच साथीहरू। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सब्सक्राइब, सेयर इट टु योर फ्रेन्ड। यस्तै म सबै हेराउँदैछु। थुप्रै क्वेसनहरू रहेको छ। स्क्रिनसट गरेर प्र्याक्टिस गर्दाखेरि तपाईँहरू बब्बाल गर्न सक्नुहुन्छ। त्यही भएर स्क्रिनसट गर्न चाहिँ नबिर्सिनु होला र प्र्याक्टिस गर्न पनि नबिर्सिनु होला। तपाईँहरू ग्रुप डिस्कसन चाहनुहुन्छ, तपाईँहरू आफ्नो पेपरहरू चेक गराउन चाहनुहुन्छ भने टेलिग्राम च्यानल जोइन गर्नुहोला साथीहरू। त्यहाँबाट हाम्रो ग्रुप डिस्कसनहरू पनि हुने गर्छ फुल फ्रीमा। तपाईँहरू आफ्नो पेपर पनि चेक गराउन सक्नुहुन्छ। नोट पिडिएफहरू पनि हेराउन सक्नुहुन्छ। नोट पिडिएफहरू त्यहाँबाट लिन पनि सक्नुहुन्छ। प्रब्लमहरू, डाउटहरू क्लियर गर्न सक्नुहुन्छ। सबै त युट्युब भिडियो मार्फत तपाईँहरू सोद्धाखेरि त्यति पोसिबल नहोला। कुनै पनि क्वेसन केही डिस्कस गर्न मन लागेछ भने टेलिग्राम च्यानल जोइन गर्नुहोला। टेलिग्राम च्यानल जोइन गर्ने मन छ भने कमेन्ट मार्फत भन्नुहोला र पिडिएफहरू पनि चाहिन्छ भने कमेन्ट मार्फत भन्नुहोला। साथीहरू भिडियो इन्डसम्म तपाईँहरू स्क्रिनसट गर्न सक्नुहुन्छ। कहीँ कतै केही कन्फ्युजन लाग्यो, कुनै पनि टपिकमा भिडियो चाहिन्छ भने आफ्नै साथी सम्झेर त्यहाँ कमेन्ट गर्न सक्नुहुन्छ। आउँदो दिनमा एकदमै इन्फर्मेटिभ भिडियोहरू आउँछ। यो च्यानल भनेकै इन्फर्मेसन दिनको लागि हो, टिचिङको लागि मेन गरेर यो भिडियो। यसमा तपाईँहरू यो च्यानलमा कहीँ कतै डिस्टर्ब कन्टेन्टहरू पाउनुहुन्न। डिमोटिभेसन गर्ने खालका कन्टेन्टहरू आउने छैन। यो च्यानल भनेकै स्टडी रिलेटेड हो, किनभने पढ्ने कुरा नै सबभन्दा हार्ड हो। साथीहरूसँग सब कुरा हुन्छ, पढाइ हुँदैन। त्यही भएर पढाइले कसरी हामीहरू प्रभावकारी बनाउने, कसरी 77 जिल्लाबाट साथीहरू अग्रसर भएर पढाइमा लाग्नुहुन्छ, त्यही यो च्यानलको मेन महत्त्वपूर्ण उद्देश्य रहेको छ। त्यही भएर पढ्नु साथीहरू, पढाइ नै एकदम इम्पोर्टेन्ट रहेको छ। यसको स्क्रिनसट चाहिँ राख्न चाहिँ नबिर्सिनु होला। थुप्रै क्वेसनहरू रहेका छ साथीहरू।